यस्तो बाटोमा कुदाउँदैछ टायर उयो हुँदैछ यो मान्छेले नचाहिँदो गर्छ मलाई साइको बेटी हेलो गाइस, तपाईहरुलाई फेरि पनि स्वागत गर्दैछु हैन। आज चाहिँ हामी यो हाम्रो हार्लेलाई चाहिँ कहाँ लाँदैछु भन्दा चाहिँ अब उता पारी गाउँपट्टि हाम्रै गाउँपट्टि लाँदैछु हो। त्यहाँ लगेर 2-3 दिन राख्ने सोचिरहेको छौँ। अन्त यहाँ चाहिँ हामीले अब यो आज छिरौँ लागि चाहिँ यहाँ धेरै बाँध्दैछौँ अब हो यसको ग्रिपको लागि हो। यहाँ चाहिँ अन्त हाम्रो अब मेन भिडियो कन्टेन्ट क्रिएटर चाहिँ हाम्रो यता हुनुहुन्छ हो। अन्त के भन्न चाहनुहुन्छ तपाईँ दाजु? के भन्न चाहन्छु भने तपाईहरुलाई गुड मर्निङ अल अफ यु। या अनि लभ यु अल माई सब्सक्राइबर। जतिजना चाहिँ अहिले त कम्ती छ हैन, तर त्यति भिडियो अपलोड गर्दा त्यस्तो है सब्सक्राइबर बढ्दैकोमा चाहिँ अब कम्ती त के भन्नु, धेरै नै हो तपाईहरुको मायाले। अनि त्यस्तै हेल्प गर्दै गर्नुस् होला। एक दिन चाहिँ गाइस आसमान छुने त छुइनँ तर बिस्तारै छुउँला। सो हेर्दै गर्नुहोस् गाइस। यो चाहिँ हामी घर लाँदैछौँ आज। अन्त यो चाहिँ नाचिप्लुस भनेर लगाएको। चेन त किन्न सक्दैन, तपाईँले पैसै दिएको छैन। यो चाहिँ गाइस अब के भन्नु, यो चाहिँ ग्रिपको लागि हो। किनकि अब यहाँ बाटै कस्तो छ हो, यस्तो यो यहाँ चाहिँ अब बाँधिरहेछ नर्को डोरी। र अघि चाहिँ हामीले यहाँ यो पुलदेखि ल्याएको थियो। हामी ब्लग बनाउँदैछु। अन्त यो चाहिँ कति लाखको हो? कति यो 55 लाखको 55 लाखको हो। अन्त यो बुट चाहिँ लाउनुपर्छ। यो चाहिँ खुट्टा सेफ्टीको लागि हो गाइस। यो जुत्ता चाहिँ 84,000 को हो गाइस। यो लगाइनसम्म चाहिँ मान्छे मर्छ। मान्छे मर्छ। टक्कै लगायो। यो चाहिँ अब मोटो ब्लकको त्यो गियर त्यो हुन्छ नि, त्यो हेर अब के भन्नु आउटफिट हो नि। अब जुत्ता बिग्रिँदैन गाइस। यो चाहिँ अब डेन्जर यस्तो भइसक्यो। अन्त किप वाचिङ गाइस अनि लभ यु अल, किप सपोर्ट मी। Wow. Oh, यो के हो? यो 33,000 को जुत्ता त पुरा गनाउँदैछ त। स्ट्यान्ड चाहिँ लगायो गर्नु। ओइ जा।
अलिक ब्याकबाट आइज न ब्याकबाट ओए ओए घाँसमा नराखे अब कन्डिसन कस्तो बस्छ हेरौँ त हेलो गाइस साह्रो पऱ्यो नि आइपुग्दा चाहिँ गन्दै फुटेर समझ रहे हो ना यसको चाहिँ नट बोल्टै हराइदियो गाइस बाटो यस्तो छ यतिमा चाहिँ कुनै पनि अब राइडरलाई चाहिँ भ्याउँदैन होला यस्तो बाइकमा चाहिँ होइन तर यो चाहिँ अब कुनै हार्ले चाहिँ अलिक अर्कै कुरा भयो स्पिड लैजा स्पिड बान अब यति छियो गाइस कति पनि छैन अब उता पुगेर चाहिँ अलिकति अब प्र्याक्टिस गर्ने यहाँसम्म ल्यायो अब जग्गा चाहिँ यस्तो मजाको छ हाम्रो पनि गाइस पिस टाइपको छ अब उता एउटा खोला छ गाइस हो त्यो चाहिँ छिराउनु पर्ने छ एकछिन हेर्नुहोस् ल तपाईँहरू हो गाइस त्यो खोला चाहिँ अब यो खोलामा चाहिँ छिराउनु चाहिँ अहिले फेरि यस्तो भएर राम्रो भएछ नभए त त्यस्तो थिएन कि यस्तो फिलहाल हामी चाहिँ घर आइपुग्न आँटिसक्यो गाइस घर आइपुग्न आँटिसक्यो अब यहाँ हल्का 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 दुई दाइ मस्तै छ आएपछि त सिट बोक्दै अब सक्यो भन्छ धुवा निस्केको हेर्नुहोस् गाइस तपाईँले देख्न सक्नुहुनेछ यति तातिरहेछ उयो साइलेन्सरमा हाल्नु त क्या कति तातो छ ओ यहाँ फेरि एउटा गड्डा रहेछ
माथि गाइस होइन जङ्गलदेखि उकालो झरेको आम्मा साह्रो पऱ्यो अब यहीँ थियो हाम्रो डेस्टिनी अब यतै यो बाइक चाहिँ फर्स्ट टाइम अब बस्तीमा पुगेको आज्ञा यता ल्याउँ न एक सर्ट पुग्यो घर डेस्टिनी पनि पुग्यो है फोन के भएन यहाँ चाहिँ अब बाइक ल्याएर पनि धोइसकेर चाहिँ बाइक अब जोड्दैछ हो अन्त ल गाइस आजको ब्लग चाहिँ यतिसम्म मात्रै थियो होइन तपाईँहरूलाई कस्तो लाग्यो प्लिज कमेन्ट गर्नुहोस् होला अनि जति सक्दो चाहिँ यो भिडियोलाई चाहिँ सेयर गर्नुहोस् होला होइन तपाईँहरूको माया अनि सपोर्टले गर्दा आज यहाँसम्म पुगेको छ अझै अगाडि पनि पुऱ्याइदिनुहोस् होइन अन्त यहाँ चाहिँ अब यता चाहिँ पार्क गरिरहेको छ सो तपाईँ के भन्नु चाहनुहुन्छ आजको विषयमा के भन्नुहुन्छ अब के गर्नु गाइस पसिना बनाइदियो होइन तर मेहनत का फल मिठा होता है मीठा होता है सबर करो लेकिन हेल्प गरिदिनुहोस् अनि यस्तै सपोर्ट गर्दै आउनुहोस् होला ओके लभ यु फेरि सी यु इन नेक्स्ट नेक्स्ट ब्लग ब्लग